हेलो गाइज वेलकम टु माई च्यानल। आज धेरै पछि भ्लगिङ फेरि गरिरहेको छु होइन। आज फेरि भ्लगिङ स्टार्ट गरेको छु आज धेरै पछि। अब आज भ्लगिङ किन हो भने आज राति 1 बजे म चाहिँ ट्राभल गर्दैछु टु होम, इट मिन्स टु काठमाडौँ है। काठमाडौँ ट्राभल गर्ने रिजन चाहिँ के हो भने एउटा त दिवाली सेलिब्रेसन विथ फ्यामिली, अर्को बर्थडे आइरहेको छ त्यसको, र त्योभन्दा अगाडि अहिले दिउँसो। अब दिउँसो चाहिँ तपाईँहरूले सोच्नुभयो होला कि प्याकिङ स्याकिङ गर्छ होला, राति पनि भइहाल्छ त्यो। अहिले अब सायद म 2टा ठाउँमध्ये एउटा ठाउँ जान्छु होला। अब एउटा ठाउँमा कुन 2टा ठाउँ कुन चाहिँ, एउटा त जगाधरी यमुनानगर, अर्को कि त चण्डीगढ होइन। सो अहिले भर्खर उठिरहेको छु। उता जुनियर भाइ आउँदैछन्, जुनियर भाइ आएपछि अनि त्यसपछि निस्किने हो। ल त्यहाँदेखि फ्रेस भएर सी यू, टेक केयर। डेली रुटिन चिया चाहिन्छ हो। त्यहाँ मेरो चिया पार्टनर अनि मेरो आज ट्राभलिङ पार्टनर हो, मसँगै जान्छ। कसरी मैले प्लेनको टिकट गरेँ, मैले प्लान गरेँ, मैले स्टार्टिङ गरेँ, सुरुमा मैले बनाएँ प्लान। भएको कि स्टार्ट भएको यो फसाद स्टार्ट भएको मबाट। सो हो र कति दाग देखा हो फेस दिदी, कति दाग देखा फेसमा। के भन्छ अरे, के भन्थ्यो 6। वेलकम ब्याक गाइस। हामी म चाहिँ चण्डीगढ भनेर जगाधरी आइपुगेँ होइन। जगाधरी चाहिँ म आइपुगेँ भने यहाँ मैले हेलो गाइस भन्दै हाँस्ने मान्छे यकिन, अनि त्यहाँ बसिरहनु भएको छ वर्षा, अनि एउटा त्यहाँ मलाई रोज हारै छ अघिदेखि। ए फेसै हाँसेन हो कि कालो आइरहेछ, सरी। के चाहिँ आज मिठा मिठा खाना पाइन्छ फेरि। ल अब खानाको म देखाउँछु त भगाइस। यहाँ चाहिँ खाना यो चाहिँ भात, नेपाली अचार, आलुको अचार, पनिर, मटर पनिर, यहाँ दाल, कालो दाल र सबै मिक्स भएको, यो चिकन र अचार। कसो लाग्यो बैठले बाँकी छ त्यस्तो क्रिम पनि खिच्छ नि। गाइस रातिको 12 बजिसक्यो, इट्स टाइम होइन। अब म चाहिँ रेडी भइसकेँ। यो चाहिँ मेरो आउटफिट हो आजको लागि। अब एयरपोर्ट आउटफिट हो होइन। सुदीपले कन्टिन्यू गरिसकेर सुदीपले पनि बोलाएछ बिचमा, त्यो पनि हालिदिन्छु म। अब क्याब आउँछ एकछिनमा, 1 बजीतिर क्याब आउँछ। कति बजिसक्यो अहिले बजिसक्यो तपाईँको 12:05 भइरहेछ होइन। अनि ल ठिक छ, सी यू गाइज। अब क्याबमा बसेर म तपाईँलाई फेरि जोइन गर्छु सुदीपसँग है त। बाई बाई टिल देन। गाइज हामी यहाँ क्याबमा बसिसकेका छौँ, म र सुदीप। चुप छ बोल्न आउँदैन होइन। अनि मुखन अनि त्यसपछि 8 घन्टा लाग्छ अरे भनेर भन्दै थियो। अब कति घन्टा लाग्छ होइन। रातिको 1 बजिरहेछ अहिले, भर्खर रातिको 1 पनि
कति बजिरहेको छ है 1:35 भइरहेछ 1:35 भइरहेको छ अब लेट्स सी कपाल कपाल अघिदेखि कपाल मिलाएको छ भिडियोमा कपाल मिलाएको छ भ्लगमा गाइजहरु गुड मर्निङ बिहान त भइसक्यो तर केही छैन किनकि अहिले 4:30 होला सायद होइन कति 4:30 भए जस्तो लाग्छ 4 बज्यो जे भए पनि गुड मर्निङ नै हो होइन म पनि भर्खरै उठ्यो भने पनि सुत्यो भने पनि गीत सुनेर मस्त आँखा चिप्लेर बसिरहेको छु होइन सुत्या निदा आइसक्यो यो चाहिँ यता र उता फर्केर मस्त उतानु परेर है हुन्छ नि यस्तो परेर के उसैमा सिट्ने है सुतिरहेको जानु त यस्तो गरेर अनि राम्रोसँग सुत्नु पऱ्यो होइन गाइजहरू अहिले चाहिँ हाम्रो एउटा ऊ हाम्रो अलिकति मर्सिडिज निकाल्यौँ यसमा आएर हो यो माथिको चाहिँ हाम्रो ब्याग हो होइन गाइजहरू एन्ड के भन्नु बाँकी त त्यही हो अब त्यही हामीलाई कति लाग्छ भने हाम्रो कति 1-10-2 hours something heavy मुर्थल पुग्नु मुर्थल अब मुर्थलबाट 1 घण्टा heavy 1.5 या 2 त्यही गाइस हामीलाई अब स्टप लिएछौँ यहाँ मुर्थलमा होइन मुर्थलको यसको त जहिलेको यो जुन हाम्रो क्याब छ उसको त यो जहिलेको नि स्टपहरूतिर भलवान ढाबा भन्नेमा होइन अनि अब यसो बसिरहेको छौँ हामीलाई भन्यो केही खान लागि सुदेव हामीसँग टोटल कति छ हामीसँग टोटल 170 त्योमा म बनाएँ त्यसमा बनाउनु त्योमा हामीले 80 रुपियाँको चिया अर्डर गऱ्यौँ होइन जिएसटी जोडेर त्यो हुन्छ 90 रुपियाँ चियाहरू चिया क्वान्टिटी ठिक छ वर्थ इट छ एकोर्डिङ टु प्राइस वेट चियाको क्वान्टिटी चाहिँ एकदमै वर्थ इट छ एकोर्डिङ टु प्राइस होइन अनि एउटा फोटो खिचेर भन्दैछु मुलाले नराम्रो देखिरहेछ ल त ल गाइस फेरि अब दिल्ली एयरपोर्ट पुगेपछि इन्दिरा गान्धी इन्टरनेसनल एयरपोर्ट टर्मिनल 3 डिपार्चरतिर पुगेपछि म फेरि तपाईँहरूसँग बोल्न आउँछु देन बाई सी यू पिस आउट Hello guys, I'm back होइन छिटो निस्क्यो छिटो पुग्यो पनि अब बस्न परिरहेछ एयरपोर्टमा यत्तिकै चेकिङ काउन्टर खुलेको छैन भुटान एयरलाइन्सको किनभने उनीहरू आएको छ उनीहरूको स्टाफ आएको छैनन् स्टाफ आएपछि अनि खुल्छन् रे भनेर भन्यो होइन थाहा भइसक्यो कुन काउन्टर हो भनेर अनि सुत्यो अहिले भर्खर वासरुमतिर गएको छ अब त्यो चाहिँ सरी निदा लागिरहेको छ राति 1 बजेको निस्केको 1 बजे निस्क्यो मान्छे सो गाइज अहिले एयरपोर्टमा यतिको बसिरहेको छु होइन लेट चाहिँ कति बेला खुल्छ किनभने 7 देखि 8 को बिचमा भनेको छ 7:30 सम्म भइरहेछ कि चेक इन काउन्टर खुल्छ 10:55 को फ्लाइट छ अनि त्यसैले टिल देन अब चेक इन होस् सेक्युरिटी चेक इन होस् होइन इमिग्रेसन होस् इमिग्रेसनहरू भएपछि सेक्युरिटी चेक इन भएपछि अनि त्यसपछि आउँछु म फेरि तपाईँ है त 3 दिनको लागि बाई टेक केयर सी यू
ल गाइज फाइनली चेक इन भइसक्यो होइन हामी कति बजे पुगेको सुदीप हामी यता 6 बजे आइपुगेका थियौँ अहिले कति 8 बजेर 8:15 गाइज उतातिर नदेखाऊँ अब हामी इमिग्रेसन सेक्युरिटी चेकमा गएर छौँ इमिग्रेसन सेक्युरिटी चेक गरेर अनि त्यसपछि फेरि आउँछौँ ओके बाई गाइज सेक्युरिटी चेक इन पनि गऱ्यो इमिग्रेसन पनि भयो पछाडिबाट पछाडि यो आउँदैछन् मेन क्यारेक्टरै ब्लगको ठुक्क अब हामी जाँदैछौँ गेटतिर होइन अब इग्नोर गर्दा हुन्छ अब हामी जाँदैछौँ गेटतिर होइन गेट कुन रे 18 गेट हो 18 गेट नम्बर 18 हो हिँड्नै धेरै पर्छ क्या हिँड्नै धेरै पर्छ यता उसलाई इग्नोर गर्दा हुन्छ है गाइज अनि त्यही हो अनि सेक्युरिटी क्लियर भयो अब 9:55मा चाहिँ हाम्रो बोर्डिङ छ होइन अब फ्लाइट कतिको डिले छ त्यो फ्लाइट रेडारमा चेक गर्छौँ हामी अनि ल तपाईँलाई एयरपोर्ट देखाउँछु अब सुदेव हेलो गर बोल्दै जाउँ भन न भन्दै जाउँ न केही नि हामी चाहिँ आइपुगेको छौँ होइन अब हामी वेट गर्छौँ 55 मिनट एक्स्ट्रा किनकि हामी बिहानबाट एक्सपिरियन्स इमिग्रेसन र सेक्युरिटी एक्सपिरियन्स कस्तो थियो इमिग्रेसन ठिकै थियो सेक्युरिटी चेकहरू सबै ठिक थियो त्योभन्दा अगाडि जुन बोर्डिङ पासमा थियो यति रिस उठेको थियो कि अबबाट यो उसको एयरलाइनको टिकटै काटिदिनु जस्तो लाग्थ्यो तर केही छैन पछि म्यानेज भयो छिटै गरेँ भनौँ अब अझै वेट गर्नु छ 6 बजे आइयो अब 10:55मा यहाँ डेली क्यापिटल्सको स्पोर्ट्स बार हेर्न सक्नुहुन्छ त्यो पनि अझै ढिलो भयो भने म एयरलाइन अब फुटाउनु सक्यो होइन त्यो भन्नु हो यहाँ अब एयरलाइनको अब हेरौँ हाम्रो कहाँ छ ड्रोकेयर पारो 12:30 भुटान एयरलाइन्स हाम्रो भुटान एयरलाइन्स हो होइन भुटान एयरलाइन्स हो काठमाडौँ पारो गेट 18 ल त्यसो भए अब यो चाहिँ हाम्रो गेटतिरको होइन जहिले ड्युटी फ्रीबाट भर्खर बाहिर निस्क्यो उतातिर अब तपाईँहरूले यो 1726 गेट नम्बर हो 18 यतातिर छ ल गाइज सी यु आफ्टर सम टाइम ओह नेपाल जाँदैछौँ नेपालको प्रतीक देखिसक्नु भएको छ यहाँ हाम्रो गौतम बुद्ध हाम्रो बुद्ध होइन अब यता ल गाइज अब बसेर अनि कुरा गरौँ तपाईँहरूसँग Okay guys, so it's the first time I have been traveling with Bhutan Airlines. Is अब बोर्डिङ टाइम भइसक्यो होइन मेरो च्यानल हो अनि मेरो भयो त्यो बाँकी अब गाइज होइन अब बल्ल बोर्डिङ टाइम भइसक्यो होइन यो हाम्रो बोर्डिङ पास हाम्रो पासपोर्ट होइन उता सुदीप त बिचरा होइन उसको एउटा महिला होइन अघि गाडीमा निदाइरहेको थियो एयरपोर्ट पुग्यो होइन अनि उठाएँ त्यसपछि त्यहाँ बसी निदाइरहेको थियो अनि भने चेकिङको लागि जाऊँ अनि अहिले चाहिँ प्लेन आयो बिचरा निदाइरहेको थियो अनि प्लेन आइदिइरहेको सुत्रै भएको छैन अब बिचरा अब यस्तो नहोस् कि त्यहाँ प्लेनमा खाना आओस् अनि यो मस्त निन्द्रमा होस् क्या अनि फेरि उठाउनुपर्छ बिचरालाई के भन्ने यस्तै हो जिन्दगी कान्छ लास्ट टाइम थाहा छ म कति लास्ट टाइम होइन म समरमा क्या तिमीहरू त कति छिटो आयो तिमीहरू त 5 बजेको फ्लाइट थियो तिमीहरूको मेरो चाहिँ मेरो चाहिँ गाइज होइन मेरो ट्रान्जिट थियो 8 घन्टा थियो होइन 11 बजेदेखि लिएर अनि बिजनेस क्लास चलिरहेको छ होइन उता थियो ल अब हामी प्लेनमा चढ्न गइरहेछौँ अब हामी प्लेनमा जान लागेका छौँ ल सी यु इनसाइड द प्लेन सुनिहाल्नु उसको कुरा सुनिहाल्नु उसलाई बोल्नु मन छ ल बोल्नु हालत बेहाल छ हाल बेहाल छ उसको हाल बेहाल छ
अब हामी चाहिँ अब बोर्डिङतिर लागिरहेछौँ बोर्डिङ गेटबाट होइन टिकट सानो भयो गाइस टिकटै सानो भयो क्या काटिदियो क्या साइडबाट त्यो बुद्धेहरूमा गरेको जस्तै गराएको छ कि यता भुटानीमा होइन अनि त्यही हो गाइस अब तपाईँलाई म गाइस होइन अब म तपाईँलाई टुर गराउँछु होइन अगाडिको चाहिँ एकछिन चाहिँ बन्द तल गर्नुपर्छ क्यामेरा होइन त्यो बाहेक चाहिँ प्लेनभित्रको टुर गराउँछु म अहिले भुटान एयरलाइन्सको होइन आउनुहोस् मसँग हाम्रो एयरक्राफ्ट चाहिँ कुन हो यता अगाडि एयरक्राफ्ट कुन हो भुटान होइन एयरक्राफ्ट कुन हो B737 त्यो चाहिँ प्लेन त्यो चाहिँ एयरक्राफ्ट त्यो भयो मेरो एसिस्टेन्टले याद राख्यो त्यो प्लेन नम्बर हो त्यो हाम्रो एयरक्राफ्ट कुन हो मेरो त्यस्तो कुन इयर बस्छ मेरो एसिस्टेन्ट कुन इयर बस्छ प्लेनमा छौँ होइन अब अनि मलाई चाहिँ निन्द्रा लगाइरहेको म सुत्न आँटा निदाइसकेको थिएँ मैले है उनीहरूले यताबाट बोलाएर म त लाइक त्यो झुक्कियो होला भनेर एकछिन त सुत्यो अझ बोलायो उठ्या खाना आएर चाहिँ सुत्न पाएको छ अघि सुत्न पाएको छ त्यो चेकिङ स्टप फेरि सुत्यो फेरि प्लेन आयो बोर्डिङ स्टप फेरि सुत्यो मैले सोधेको लागि रक्सी खान्छौ भुटान एयरलाइन्सको जति तारिफ गरेको हुन्छ होइन यहाँ होइन त्यही खाना सक्यो है कुक सकेको छैन खाना सक्यो पहिलोचोटि फर्स्ट टाइम यहाँ टी रहेछ अब कफी पनि भन्दा थियो कफी त अब नै ल हाम्रो सुदीपले अब रिभ्यू दिन्छन् एकदम बेस्ट होइन A+++ जति जानुहुन्छ आजसम्म म कतिवटा 4वटा उसमा चढेँ होइन एयरलाइन्सहरू त्यसले गरी 4वटा मध्ये एयरलाइन्सको यसको खाना सबैभन्दा बेस्ट सिस्टम ब्यालेन्स सब थोकै सबै राम्रो खाना नि यति धेरै कि फेरि बल्ल पुऱ्याएर म अब चिया खानु पर्यो त्यही हो गाइस अब चिया खान लागेका छौँ सो सी यू मजाले हामीले सुत्दा छौँ यो गाइजहरू गुड मर्निङ होइन तपाईँहरूको दिउँसो भयो नि हाम्रो चाहिँ मर्निङ हुँदैछ किनकि म भर्खरै सुतेर उठिरहेको छु हिजो रातिबाट सुत्न नपाएको हामी फाइनली नेपाल आइपुगेको छौँ होइन यो पछाडि मेरो पछाडि यता चाहिँ टिआइए छ है होइन यता मेरो पछाडि टिआइए छ अब यो भनेको एक्स्ट्रा क्यारेक्टरहरू हो यिनीहरूलाई देखाउँदा नि नदेखाउँदा नि फरक पर्दैन अनि हाम्रो एयरलाइन है यो पछाडि जुन देखिरहेको छ भुटान एयरलाइन त्यही है अरू त छोपियो केही छैन केही भएन गाइज वी जस्ट ल्यान्डेड वी जस्ट पुट आवर फुट हुन्छ है
We just landed our foot on the grounds of Nepal. Finally, after 3 months. Sudeepko after 4 months. Nearly 4 months or 3 months? 3 months. 3 months हामी दुईजनाकै किनभने हामी लास्ट यस फेरि हामी 2 महिनापछि फेरि आइहाल्छ एक्जाम पछि. So okay, I will show you the aircraft. This was our aircraft, the Airbus A319 हैन B3774 सर्भिस चाहिँ एकदम राम्रो लाग्यो. खाना पुग्दै जानु जाने The land of Thunder Dragons and the land of happy in old frame.